साथीहरू के मैले गनिरहेको छु, दिनै हेर्छु क्यालेन्डर। किन हेर्छु थाहा छ? अब यो झोलाका फिताका पनि चुरी फेरि सबै सकिँदिन्छ। अब अरूको त सकिन्छ। अब सकिन लाएर अब पत्ता साफ हुने बेला भयो। त्यही भएर के गर्छ थाहा? कहिले आफ्नै पार्टीका आफै झन्डा जलाएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई आरोप लगाएको छ, अनि उपाय नलाएर गाली बेइज्जत गरेको छ, दुनियाँ गरेको छ। किन भन्छ नि, अब हार्ने अन्तिम अवस्थामा पुग्यो। अब कुनै उपाय लाएन, चुनाव रोक्ने हो कि के गर्ने हो कि उद्यम मचाउन खोज्छन्। हाङबुतलाई कसैले केही बिगार्न सक्दैनन्। चुनाव हुन्छ, जसरी नि चुनाव हुन्छ, जसरी नि चुनाव भइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको द्वितीय बहुमत आउन बित्तिकै झोलाका फिता पनि पत्ता साफ हुन्छन्। हिजोका भ्रष्टाचारी यिनी सामन्ती चोरहरू अरू त त्यस्तै हो। शेरे केपी प्रचण्डलाई चाहिँ उनलाई चाहिँ रिटायर दिएर आरामले तीर्थयात्रा गराउन थियो। त्यो बस, अब तिम्रो सक्यो, तिम्रो राजनीति सक्यो, तिम्रो काम छैन, देश खत्तम पार्यो। त्यो तिनटाले गर्दा आज म जस्तो हजारौँ युवाहरू यो विदेशमा आउनु परेको छ। अब त्यो तिनजनाको चाहिँ पत्ता साफ हुने दिन आएको छ। एकदमै खुसी कुरो होइन। अब झोलाका फिता पनि पत्ता साफ अटोमेटिक हुन्छन्, किनकि मासु भात र 2-4 हजार 8-10 हजारमा उफ्रिन्थे चुरुप। अब त्यो उफ्रिने पनि सबै पत्ता साफ हुँदैछ। त्यही भएर साथी हो, म जस्तो खुसीकै धेरैजना हुन्छ। किन भनेपछि झोलाका फिता पनि पत्ता साफ हुँदैछ नि त। झोलाका फिताहरू यिनी झोलेहरूको देख्छु, यसो फेसबुकमा देख्छु, यस्तो भित्रैदेखि हड्डीदेखि माया लगाएर आउँछ। हेर्नु, हड्डीदेखि त झोलेको फिताको त्यो व्यवहार देख्दा अब ठिक छ, तिनी आफै पत्ता साफ हुँदैछन्, केही भन्नु छैन। समयले देखाउँछ। जति उफ्र्यो अझै उफ्र्यो। अब 10 दिन छ, आज 11 भयो, 10 दिन उफ्र्यो, टाउको फोरो, त्यहाँबाट तिउरको अनुहार कता लुकाउने हो त्यो समय मैले हेर्दैछु कि तिउरको अनुहार कता लुकाउने हो। तिउर झोलाका फिताहरूले